गुड मर्निङ नमस्ते अनि हाम्रो च्यानलमा स्वागत छ हजुरहरूलाई। अहिले चाहिँ बिहान ब्रेकफास्टको समय भयो। बेलुका थकित भएर हामी सुतिसकेका छौँ। सिएमटी होटलमा बसेका छौँ भने अब चाहिँ हामी ब्रेकफास्ट खान गइरहेछौँ है। हामी सबैजना है भेला भइसकेका छौँ। नास्ताहरू खाइरहेछौँ। म्याडमहरू लाइनमा हुनुहुन्छ है। तरिकाले चाहिँ सर्भ यो तरिकाले चाहिँ सर्भ भइरहेको हुँदो रहेछ भने अब हाम्रो चाहिँ गरिरहेको छ है। कस्तो रहेछ म्याम? अब चाहिँ हामी चाहिँ हिँड्न लाग्यो। सुर्केसहरू यहाँ छ है। अहिले चाहिँ हामी बिल पेमेन्ट गरेर अब चाहिँ हामी होटल अगाडिबाट है यो सिएमटी होटल यो चाहिँ हाइवेमै पर्दो रहेछ। गाडी यहाँ पार्किङ गरिएको थियो। अब चाहिँ हामी निस्किन लाग्यौँ। अहिले चाहिँ हामी फाइनल्ली होटलबाट निस्किसकेका छौँ। अब मनोकामना मन्दिरतर्फ प्रस्थान गर्दैछौँ। अलिकति मोबाइलमा समस्या भएर नि क्यामेरा खोल्यो पुरा अड्किँदै भिडियो बनाए जस्तो हुन्छ क्या। के हो समस्या? अपडेट भएपछि यस्तो भएको कि हामी यहाँबाट चाहिँ राइटतिर जान्छौँ। मुगलिन हुँदै अनि मनोकामना र फाइनली हामी मुगलिन आइसकेका छौँ। यता चाहिँ पोखरा जाने हो। हामी चाहिँ हजुरको मनोकामना जाँदाखेरि चाहिँ काठमाडौँकै बाटोमा पर्छ। त्यसले गर्दाखेरि हामी चाहिँ सिधै प्रस्थान गऱ्यौँ। के चाहिँ यात्रा कस्तो भइरहेछ केटा हो? अर्को साथीको गाडी चाहिँ पछाडि नै छ। हामी ओभरटेक गर्दै आउँदैछौँ। उहाँहरू बिस्तारै आउँदै हुनुहुन्छ। तपाईँको यहाँ बोर्ड देख्न सकिन्छ। काठमाडौँ, धादिङ बेसी, त्रिशुली, तातो पानी। हामी चाहिँ मनोकामनाको प्रवेशद्वारबाट पस्यौँ। अब चाहिँ हामी गाडी पार्किङ गरेर अनि चाहिँ लाइन छ कि छैन केबल कारहरू देख्न सक्नुहुन्छ। आउँदै गरेको जाँदै गरेको। अब चाहिँ हामी गाडी पार्किङमा राखेर लाइन छैन। आज त्यस्तो प्याक छैन। सायद छिटै हुन्छ होला। अब चाहिँ हामी टिकट काउन्टरमा छौँ। गाडी पार्किङ गरेर आइसक्यो है। हजुर डर लाग्यो? केबल कारमा चढ्ने डर लाग्यो? किन छड्केर छ? अहिले चाहिँ हामीले फाइनली टिकट लिइसकेका छौँ। अरू उता गइसकेका छन्। अहिले चारैतिरमा हामी चार सर हेलो मनोकामना मन्दिर दर्शन गर्नलाई चाहिँ हामी केबल कार चढ्नलाई लिइरहेको छ। अहिले चाहिँ हामी केबल कार चढ्ने लाइनमा छौँ सबजना है। अहिले चाहिँ हामी केबल कार चढ्न लागेका छौँ। अहिले चाहिँ हामी केबल कारमा चढिसकेका छौँ। भने उकालो चढिँदैछ। अब यहाँ गाह्रो लाग्छ।
सनग्लासेस नलाएर नि हामी देख्छौँ है खोला नि त यहाँ राख यहाँ राख रुल्स हो नि यस्तो कहाँ के रुल्स माथि गएछ भइरहेछ तल बस अहिले चाहिँ हाम्रो लाइन गइसकेको छ we are stuck in the middle है लाइन गएकाले हामी माथि पुग्नु यसरी बसिराखेको छ अब चाहिँ उकालोमा छैन हामी एउटा फोटो खिच्नु हामी चाहिँ यहाँ आइसकेका छौँ अहिले चाहिँ हामी केबल कारबाट ओर्लिएर अगाडि बढिरहेछौँ है उकालोमा अड्कायो उकालोमा हामीले चाहिँ यो बहिनीकोबाट यहाँ हामीले लिन खोज्यौँ है अब चाहिँ हामी दर्शन गर्नलाई अघि बढ्यौँ यहाँ चाहिँ हजुरलाई दर्शन गर्नलाई चाहिने सम्पूर्ण सामानहरू चाहिँ उपलब्ध हुँदछ होइन फोटो मात्रै भन्छन् अनि पछि 100 भनौँ यहाँ चाहिँ के रहेछ सिस्टम भने 80 रुपियाँमा आउँछ भन्ने अनि ठुलो जाली देखाउने अनि भरे ठुलो जालीको चाहिँ तपाईँको 1000 रुपियाँ भन्ने त्यो रहेछ क्या सिस्टम त्यो चाहिँ बुझिरहनु हजुरहरूले अनि मेरो साक्य दाई मेलामा हराएको भाइ अरू काले भाइ गोरे भाइ म तपाईँको माइला भाइ खाना बस्छु आउनु है दाइ जति मुस्कान हो त्यति डिस्काउन्ट दाइ सेरो है मेरो ह्यान्डसम दाइ आउनु है मेरो भान्जा आऊ है यहाँ आफ्नो प्रतिभा देखाउनलाई बस्नु भएको छ दाइहरू है काले भाइको रेस्टुरेन्ट यही हो मनकानु दर्शन चोट्टा गरिसकेपछि खाना नास्ता खाना स्पेसल मिठो खानुपर्छ कालेको नमस्ते गार्डन रेस्टुरेन्ट तपाईँले भन्छ जानु सन्चै आउनुहोस् मिठो खाना खाउँछु खाना ढिँडो रोटी चाहिँ खानु भयो भने छ कुखुरा खसी माछा पत्तो मकै फापर कचर कलगडाको अचार सिलौटो मतिसको टुमर मिसाएको तातो तातो मिठो खाउँछु दर्शन भेसी आउनुहोस् खाना स्पेसल आइदिने ओके अहिले गर्नुपर्छ क्या भएर आएको है मेरो ह्यान्डसम दाइ जति मुस्कान त्यति डिस्काउन्ट भ्यू पनि दाइ पूजा सामान आउनु न यस्तो ह्यान्डसम दाइले दाम पनि फुलेर हामी ठ्याक्कै मन्दिरमा दर्शनको लागि आइसकेका छौँ अहिले छोरोलाई चाहिँ हामीले त्यहाँ प्रहरी म्याम हुनुहुन्छ उहाँलाई यसो भनेर छोरालाई मात्रै भित्र दर्शन गराउन पठाइएको छ जय मनोकामना देवी चाहिँ हामी दर्शन गरिवरी अब कसकोमा जाने अरे ल हामी चाहिँ यो दाईकोमा खाना खायौँ खाना मिठो पाउँदो रहेछ अब चाहिँ नि हामी खाना खाइसकेर फेरि केबल कारतर्फ प्रस्थान गर्छौँ
पानी आइरहेछ होइन अहिले चाहिँ फेरि हामी केबल कार चढ्न आएको थियौँ मौसम यस्तो छ हेर्नु अब जाँदा लाइन धेरै हुन्छ र फाइनल्ली हामी चाहिँ चितवन आइवरी सौरातिर जाने क्रम जारी छ बिचमा अब खाना खाएपछि कस्तो अल्छी पनि लाग्यो भिडियो बनाउन हैन त्यसपछि अहिले सौरामा जाँदैछौँ रुम बुकिङ गरिसकेका छौँ त्यसले गर्दाखेरि अब यहाँबाट भनेको सौरा भनेको 3.5 किलोमिटर छ मात्रै वेलकम टु सौराहा चितवन There's a drink and bite भन्ने हामी बसेको चाहिँ जंगल रिसोर्टमा हो है गाडीको अवस्था यो थियो अनि मैले उहाँलाई पाइप दिनु न भनेर आग्रह गरेँ पखाल्नु पर्यो भनेर भित्र पनि छैन होटलको इन्ट्रान्स यही भइहाल्यो रेस्टुरेन्ट यहाँ छ अहिले चाहिँ हामी कल्चर थारू कल्चर होइन भाइ थारू कल्चर हेर्न चाहिँ गइरहेको छौँ भन्ने ठाउँ रहेछ परिवारलाई पर्खिँदैछौँ हेरौँ न यहाँको पनि एउटा एक्सपिरियन्स गरौँ कस्तो के हुँदो रहेछ भनेर यहाँ हामीलाई मासु पोलिरहनु भएको छ है अहिले चाहिँ हामी कल्चरल डान्स हेर्नलाई थारू कल्चरल हाउस भन्ने ठाउँमा आएर छौँ है
घोडाको मजा पनि लिन सक्नुहुनेछ। हामी चाहिँ फाइनली कल्चर डान्स हेरिसकेर यसो बजार कस्तो चाहिँ हुँदो रहेछ त भनेर हेर्नलाई यहाँ चाहिँ हजुरले यसो बसेर नक्सा सस्ता खानलाई है सो रमाइलो हुँदो रहेछ। र फाइनल्ली यहाँ बोर्ड लगाइएको रहेछ। सबै नै मार्केट प्रायः खुलै नै देख्यो। अँध्यारो चाहिँ छ यहाँ हरिण यहाँ बस्ने गर्ने छ। यहाँ यो चाहिँ राप्ती नदी। हामी चाहिँ सौराको बिचमा गएर फर्किरहेछौँ। खानासाना केही खाएको छैन। अब खाना खाएर अनि झ्याप्प सुतेर बिहान हिँडिन्छ। केटाकेटीहरू भाइ र बहिनी अगालो मारेर गफ गर्दै आफ्नै तालमा आफ्नै तरिकाले हो गफ दिँदै एकदम यस्तो गफ दिँदैछ कि। अहिले चाहिँ हामी खाना खानलाई हाम्रै रुमको छेउमा रहेको थकाली रेस्टुरेन्टमा आछौँ। ट्याक्क पोलेको ओरेको पनि मासु पाउँदो रहेछ। तर यो खाइन म खाना खाने बेलामा के खानु र त्यस्तो भन्ने भयो। नान मगायौँ हामीले। केटाहरूको टोली यहाँ छ।